एक कमलपुरको धान रोपाई। यहाँ चाहिँ मेरो दाइ हुनुहुन्छ। उहाँले चाहिँ के गर्दै हुनुहुन्छ भनेपछि कुलोमा चाहिँ अड्डी हान्दै हुनुहुँदो रहेछ। र आज हाम्रो कुस्मानी भाइको रोपाई छ आज, र उसले चाहिँ आज यसरी बिउ बोकिरहेछन्। हात उठाउँदैछ ल। छोरो बिउ फाल्दैछन्। यसरी चाहिँ धान रोप्ने भइरहेछ। असार 15मा हिलाको, असार 16मा आज रोपाइ छ। ल हेर्नुहोस्, अब यहाँ चाहिँ हेलो, यहाँ के धान रोप्ने दिदी को हुनुहुन्छ? यता यता हेर्नुहोस् त। ए हाम्रो भाउजू पो रहेछ। जय मसी। ल असार 15को रोपाई, यता असार 16 गते। यहाँ अरू चाहिँ को हुन्छ राम्ररी चिन्न सकिएन। एकजना चाहिँ चिनियो, ठिकै छ। नचिने पनि राम्रो हुनुहुन्छ। होइन तपाईँ चाहिँ किन ढिलो त नि? ए ल ल ल ठिक छ। उहिले हाम्रो जमानामा त असारमा त रोपाइ गर्दाखेरि के अरे गीत गाउने गर्थे। अहिले त गीत गाउनुहुन्न क्या हो? भजनको पनि गीत छ त। हाम्रो कुस्मानी भाइ बिउ ल्याउँदैछन्। यो बाक्लो बनायो भने गाँचिँदैन कान्छ? करिब 1.5 फुट राख्नु भन्ने चाहिँ कुरा आएको छ कि दाजु। ए रोपाएर थोरै बिउहरू टाढा फालिदिएको। ठिक छ। अब